नमस्ते, म चिरञ्जीवी थापा। लिगल इन्भेस्ट गरेर अनलाइन अर्निङ गर्न चाहनुहुन्छ भने यो भिडियो हजुरहरूको लागि। सो स्टुडेन्ट, जब होल्डर एन्ड बिजनेसम्यान सबैले हेर्नु होला। दिस भिडियो फर बिगिनर्स। ओके, लेट्स गेट टु द टपिक। नम्बर 1, बैंक एकाउन्ट। तपाईहरुसँग बैंक एकाउन्ट छ भने कुन बैंकमा छ कमेन्ट गर्नु होला र छैन भने प्लिज खोल्नु होला। र स्क्रिनमा देखाइएको मध्ये एएसबीए चार्ज फ्री भएको नजिकैको बैंकमा गएर सेभिङ एकाउन्ट खोल्नु होला। नम्बर 2, डिमेट एकाउन्ट। डिमेट एकाउन्ट भनेको तपाईको शेयर डिजिटल रूपमा राखिने एकाउन्ट हो। यो एकाउन्ट कसरी खोल्ने त? फर्स्टमा तपाई बैंकमा जानु, जुन बैंकमा तपाईको एकाउन्ट छ र त्यहाँ गएर भन्नु म डिमेट एकाउन्ट खोल्न आएको हो र त्यहाँको स्टाफले तपाईलाई एउटा फर्म दिनुहुन्छ। त्यो फर्म फिलअप गरेर 100 रुपैयाँ तिरेर नागरिकता र फोटो एट्याच गरेर त्यहाँको स्टाफलाई त्यो सबै पेपर दिनुहोस्। तपाईको डिमेट एकाउन्ट केही समय वा केही दिनमा तपाईको डिमेट एकाउन्ट एप्रुभ हुन्छ। डिमेट एकाउन्ट खोलेपछि कुनै पनि कम्पनीले शेयर निष्कासन गरेको छ भने तपाईले एप्लाई गर्न सक्नुहुन्छ। अब हामीले अनलाइनबाट आईपीओ एप्लाई गर्नुपर्ने हुन्छ। त्यसको लागि हामीले त्यहाँ बैंकमा मेरो शेयर एकाउन्ट खोल्नु पर्ने हुन्छ। नम्बर 3, मेरो शेयर एकाउन्ट। बैंकमा गएर त्यहाँको स्टाफसँग मेरो शेयर एकाउन्टको फर्म मागेर फर्म फिलअप गरेर 50 रुपैयाँ दिएपछि मेरो शेयर एकाउन्ट खोल्छ। मेरो शेयर एप डाउनलोड गरेर लगइन गर्नु होला र मेरो शेयर आइडी र पासपोर्ट बैंकले दिन्छ र त्यसबाट लगइन गर्नु होला। नम्बर 4, सीआरएन नम्बर। सीआरएन नम्बर आईपीओ भर्ने क्रममा चाहिने नम्बर हो। यो नम्बर बैंकले दिन्छ। अब हामीले आईपीओ भर्छौं र त्यसको रिजल्ट आउँछ। आईपीओ भर्दा बैंकमा भएको पैसा काटेको हुन्छ र रिजल्ट आउँदा तपाईलाई परेन भने त्यो काटेको पैसा फिर्ता आउँछ। यो सबै प्राइमेरी मार्केटको कुरा हो। भिडियो राम्रो लाग्यो भने च्यानललाई लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला। थ्यांक यू। सी यू इन नेक्स्ट भिडियो।